So welcome to my another vlog, guys. You all know that sunrise is always beautiful. I know this is how my day starts as a student here in Kathmandu, Kirtipur, and my favorite class is drama class. So I'm not a drama artist, but I enjoy reading and खाना खाएर एकछिन छतमा घाम ताप्दै and it's library time. Study hard. So लाइब्रेरी गएर पढेर अनि फर्किँदै घर फर्केर and this is the way. चलिए चलते हैं हमारे फेवरेट प्लेस में हैप्पी आइल्स. वी कैन से दैट आई एम जस्ट अ बिगिनर बट आई डोंट नो वाई आई फिल भेरी अकवर्ड होइन. अनि आज मेरो लेग डे थियो. लेगको स्ट्रेचिङ गरेर यो एक्सर्साइज गरेँ. यसको नाम गाइज इफ यु नो द नेम देन यु क्यान कमेन्ट बिलो होइन. अनि त्यस पछाडि मैले यो पनि ल्यायो लास्ट एक्सर्साइज गरेर अनि पुल डाउन स्ट्रेचिङ गरेर त्यसपछि चाहिँ म लास्ट ह्याबिट लगाएँ. इज मुभिङ टु ड्यान्ड वेयर गेस गेस कहाँ जाँदैछौ होइन. त्यसपछि बाई बाई रहिदिउँ क्या हो म त. अनि 10K स्टेप्स कम्प्लिट गर्छु भनेर निस्केको. अनि एकैछिनमै फेरि पानी पऱ्यो कि वेदर बी लाइक डिमोटिभेट गरिदिउँ एन्ड देन आफ्टर स्पेन्डिङ 1 आवर इन स्टडिज अनि मैले चाहिँ डिनर गरेँ. दिस इज माई डी. उनको यादमा चिया पिउँदै. उनको यानि कसको. सो थ्याङ्क यू फर वाचिङ गाइज.